ए केरे काका यो सरी ल म्याच हो फेरि यार भोटे पछाडी आइतो निस्के पछाडी निस्किन्छ हुन्छ नामै माथि रहेछ अब यत्रो निक्ल्यो पेल्दे बाइक रनका छुट्यो सक्छ नि मेरो त हिल गर्दा हिलै क्यान्सल तो खतरा ओ हिल गर्दा त्यसलाई हिल गरेर उता हान्दिन्छ नि मैले सरी ल भने कहाँबाट आइपुग्यो ओ यही छ पिछाडी पट I'm recalling a teammate. Thanks. इनिमी हो ए बटर रहेछ म हिल क्यान्सल गर्दै भएन नि कहाँ जाने हो हामी एउटा त मैले त्यस्तो मोली उयोले गरेर नक गर्दिएको थिएँ यार स्कोपै अन नभइदिराको मोलीले यार कहाँ जाने पावर प्लान्ट हैन यता आइज मेरोपट्टि डल्यो उ एउटा त हाने त्यसले धन्न हाने जाटा ए सब लुटेड छ यार के गर्ने यार के लुटेछ भन्दा यता त सबै छ सब लुटेको छ हौ छ थोरै त राखेको छ है चल्दा ए न कोन भेला चल्दा गर्दा पनि भेला पाए अक्स त यहाँ चाहिन्छ केटाहरूलाई बचाए त्यही ठुलो कुरो चाहिने हो ल आउनु ल कोही मलाई दिनु यहाँ आउनु कता हो I got supplies. ए यिनी सोडालाई पछाइरहेको रहेछ मैले के एमा चाहिँ अब के यतिकै हान्नु त्यहाँ म दिन्छु धेरै त दिन सक्दैन 70 74 वटा दिन्छु म त्यो भन्दा खोज्छ त नि कहाँ हो तिमीहरू ब्रान्ड एसिना सरी ल कहाँ छैन त हान्ने है इने त के चक्कु हान्ने हो चक्कु आइज यता आइज लुटे मैले दिन्छ ओ ड्रप आयो गयो म त ड्रप उठाउनलाई सलाम अलैकुम पारे यहाँ झर्यो मेरोमा ल मर्ने भयो म अब न यसका पसो खाइस भाइ एउटा हो सोला पछाडि बटाइरहेछ के चाहिँदैन बस सेल्टी मसँग हेलमेट भेस्ट दुइटै छ त्यही भएर मात्रै म हटाएको पहाडी बटाउँदैछ दिइरहेको जो त You are very चालाक ब्रो मैले हेलमेट भेस्ट दुइटै पाइसकेको छ त्यही भएर मात्रै फलबाक हाल्दै गर्नु यता आउँछ यता आउँछ मैले हाने म त पावर लानु फेरि गयो यार पाइन्छ लुट्नु किन्नु पर्यो यार ओह अगाडि यही हो एनिमी भने एनिमी म्यान कहाँ देख्दै M24 हानिरहेको Marked a location. छिटाइज खतरा परिरहेको तिनीहरूको I need a mag. Watch out. कहाँ टाढो छ नि सरी रोज कहाँ गयो छिटाइज त्यही हो कि यिनीहरू ग्याङ छ कि छिर जोन त बाहिर रहेछ ए खाना बेगे लतन नछुटे यो त जोनमा ढुकन
ओम यहाँ फेकिरहेछ नजिकै यही छ के आउँछ नि आयो आयो ती बस्ती कालो जाऊ हाल्यो पिछाडी हो यार मलाई त हो काडा यही पनि छ यहाँ नजिक एउटा Marked a location. एउटा यहाँ नजिक Marked a यहाँ नजिक location. ओके यहाँ मेरो नजिक गयो म त बाँच्दिनँ नि म त नबाँच्ने भयो यार म बाँच्दिनँ म मात्दिनँ केटा म बाँच्दिनँ पछाडि आऊ म बाँच्दिनँ फिनिस अटो छ दामी सरी लड्यो म्याच साली टक्कैसँग बचाउँ भनेर गएको नि मादर त अर्को ठाउँतिर नि रहेछ Awesome. ए टुटु केटा इजी कता इजी हान त टुटु म त रोयल सोटेर जसरी नि उठाउँछु भनेर गएको अलिकति भ्याएन के मैले भनेको होइन आउनु भनेको नि सोल्टरलाई यार मैले आउनु भने चाहिँ आउनु के नआउनु भनिरहेको छु भ्याउँदैन भनेर भ्याएन मात्रै भनेको थियो है नआउनु भनेको थिएन सोल्टी भ्याएन चाहिँ भन्दै थियो भ्याउँदैन भनेको के भ्याउँदैन भने चाहिँ सकियो नि सकेसम्म भ्याइदिनु पर्यो भनेको नि त ठिकै पछाडि क्लियर भयो यतै छ छैन यसको दुईटा बाँकी छ दिन चाहिँ गयो सोल्डरले मलाई हाने नि त कन्टिन्यू हानेको तिमीले हातेहरूले त्यत्रो लुक्दा बाँचेको हानेकै गरेको यार कहाँ छ अब दुईजना यार म छु हेर्छु ओपनमा जुत्ने त होइन तिनीहरू घरमै भएर जुत्नेहरू एउटा चाहिँ यिनीहरूको यो सरिलको ग्याङ हो एउटा नेपाली दुईटा त खाइदियो मैले घरमाथि आई सी यु घरमाथि बोर्ड होइन यिनी सोल्डर हेर्नु त यिनी सोल्डर हेर्नु त माथि एउटा घरमाथि ओ यही मुनिको घरमाथि यही मुनिको घरमा सुरुमा मलाई हमला जान्छ ऊ त्यो सुरुङमा बसिरहेको छ देखा आगे सोल्डर दामी हो ल चुप अटो रिभर छ तर त्यसमा त्यही छ न त्यो यहाँ एउटा अटो रिभर छ त्यसको दामी लड्यो यही अटो रिभाइभ भएको यो घरमाथिको अटो रिभाइभ भएको त्यही मात्रै हो फेरि घरमाथि गयो माथि नै बस्नुपर्छ जस्तो लागेको थियो कि मैले त्यहाँ ढोकिरहेको छ Awesome. 4 किल त भयो थियो मेरो पनि फेरि 30 किलो रहेछ मेरो 30 किलो भएछ खानिँदैन नेपाली पाचको यो सरी ल त उयोमा आएको थिएछ हौ 30 स्किल भयो केटा यो अलि छोड्छ खानुपर्छ